सम्पूर्णमा नमस्ते। म जीसीडी एचआर म्यानेजमेन्ट कन्सल्टेन्सी दुबईबाट। आज हामीसँग हुनुहुन्छ वन्दना थापा म्याम, जो हुनुहुन्छ नेपालबाट र उहाँले चाहिँ वेट्रेस पोजिसनमा अप्लाई गर्नुभएको थियो माल्टामा एउटा राम्रो होटलमा। र उहाँको चाहिँ अलरेडी हामीले भिजा लागेर आयो भनेर चाहिँ हाम्रो सोसियल मिडियामा चाहिँ लाइभमा चाहिँ हामीले देखाइसकेका थियौँ। र आज चाहिँ इन प्रेजेन्ट हामीसँगै हुनुहुन्छ वन्दना म्याम, र उहाँलाई चाहिँ हामी उहाँको पासपोर्ट विथ भिजा ह्यान्डओभर गर्न गइरहेको छु। कङ्ग्रेचुलेसन। थ्याङ्क यू सो मच। तपाईँलाई कस्तो फिल भइरहेको छ भिजा पाएर? एकदम खुसी पनि डर पनि, किनभने फर्स्ट टाइम हो नि त। फर्स्ट टाइम। सो तपाईँको हाम्रो जीसीडीसँग चाहिँ जर्नीहरू चाहिँ कस्तो थियो? एकदमै राम्रो लाग्यो, सबै कुराहरूमा हेल्प गर्नुभयो, त्यसले गर्दा इजी भयो। सुरुमा त डर लागिरहेको थियो नि त मलाई, अलिकति कन्फ्युज हुन्छ। सबै कुरामा सबैजनाले हेल्प गर्नुभयो, तपाईँहरू सबैजनालाई थ्याङ्क यू सो मच। टोटल प्रोसेसिङ टाइम चाहिँ कति लाग्यो तपाईँको? मैले सायद अगस्टमा अप्लाई गरेको 6 to 7 मन्थ है। सो सबै स्मुथली गयो नि सबै कुरा। सो देख्न सक्नुहुन्छ उहाँले अलरेडी भिजा रिसिभ गरिसक्नु भएको छ माल्टाको। र तपाईँहरू पनि इन्ट्रेस्टेड हुनुहुन्छ भने हाम्रो बायोमा दिएको नम्बरमा तपाईँहरू कन्ट्याक्ट गर्नु सक्नुहुन्छ र हाम्रो अफिस पनि भिजिट गर्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच।